Hello everyone, welcome to our channel. Nothing ले mid-range series में आफ्नो नयाँ फोन लन्च गरिसकेको छ जुन चाहिँ छ तपाईको Nothing 3A Pro. Nothing ले लन्च गरेको यो तपाईको 3A Pro चाहिँ हेर्दाखेरि लुक र डिजाइनमा तपाईको आउट अफ द बक्स देखिन्छ हैन किन यसको डिजाइन चाहिँ अब क्यामेराको डिजाइन पनि एकदम राउन्ड शेपको छ नयाँ त्यसमा ग्लिम लाइट हालेको छ त्यसपछि तपाईको लुक एन्ड फिल हेर्दा पनि एकदम युनिक फोन जस्तो देखिन्छ के एउटा नयाँ मार्केटमा फोन आएको जस्तो अरु यसमा फोनको 7 बाट एउटा ट्र्याक हुन्छ नि एउटा फोनको ट्र्याक चलिरहन्छ त्यो फोन यही ट्र्याकमा भन्नुपर्छ त्यो ट्र्याकबाट हटेर एउटा छुट्टै फोन दिने ट्राई गरेछ नथिङले हुन्छ जुन तपाईले एक्सपिरियन्स र तपाईले चलाउनखेरि एकदम बेग्लै खालको तपाईले कुराको अनुभव दिन्छ र यो फोनको तपाईको बक्स प्याकेजिङ हेर्नुहुन्छ नि बक्स पनि युनिक तरिकाले प्याकिङ गरेको छ बक्समै अब क्यामेराको मोडल जस्तो कस्तो क्यामेरा छ 3A Pro मा कस्तो क्यामेरा छ त्यहीको डिजाइन युनिक अनबक्सिङ तपाईले दिन ट्राई गरेको छ अब बक्समा हेर्नुहुन्छ भने एउटा Nothing 3A Pro को फोन हुने भयो त्यसपछि 100 सेन्टिमिटर को केबल दिएको छ टाइप सी टु टाइप सी त्यसपछि एउटा सिम इजेक्टर टुल जुन चाहिँ Nothing को युनिक छ तपाईको ट्रान्सपेरेन्ट स्क्रिन प्रोटेक्टर चाहिँ पहिलेदेखि अप्लाई गरेर आउँछ यो फोनमा प्रोसेसरको कुरा गर्नुहुन्छ भने Nothing 2A पहिलो फोन छ जुनमा तपाईको MediaTek को प्रोसेसर युज गर्थ्यो तर यो पालि डिमान्ड आएकोले तपाईको यो पालि कम्पनीको सीईओ काल्पेले चाहिँ क्वाल्कम स्न्यापड्रागन को 7S Gen 3 प्रोसेसर युज गरेको छ जुन चाहिँ तपाईको लेटेस्ट प्रोसेसर हो जुन चाहिँ 4nm को प्रोसेसर छ त्यसै तपाईको ब्याट्री एफिसिएन्ट हुन्छ जसले ब्याट्री कम खान्छ र परफर्मेन्स धेरै दिने ट्राई गर्छ फोनको मेन खासियत तपाईको क्यामेरा छ हैन क्यामेरामा तपाईको विशेष ध्यान दिएको छ किनभने यो फोनको लन्च बेला नै यो कम्पनीको सीईओ ले यो फोनको क्यामेरा चाहिँ आइफोन 16 प्रो म्याक्स सँग कम्पेयर गरेको थियो र कुनै कन्डिसनमा चाहिँ त्यो भन्दा बेटर नै प्रुभ गरेको थियो हैन क्यामेरा मोडलको डिजाइन पनि एकदम युनिक छ राउन्ड शेप छ तपाईको पछाडी हैन त्यसको साइडमा तपाईको ग्लिम लाइट छ जुन चाहिँ त्यो लाइट तपाईको बल ग्लिम लाइट Nothing को लाइट भएको त्यो चाहिँ हाल्दिएको छ हैन थ्री क्यामेरा सेटअप आएको छ तपाईको मेन क्यामेरा चाहिँ 50 मेगापिक्सल को Samsung को सेन्सरको साथ आइरा छ त्यसपछि तपाईको छ 50 मेगापिक्सल को पेरिस्कोप सेन्सर छ जस्तो चाहिँ जुन चाहिँ सोनीको तर्फबाट छ जसले तपाईको 6x सम्म जुम गर्न सक्नुहुन्छ र फोटो क्ल्यारिटी र झन् इन्हान्स फोटो लिन सक्नुहुन्छ त्यसपछि तपाईको 8 मेगापिक्सल को चाहिँ अल्ट्रा वाइड क्यामेरा हालेको छ जस्तै ब्लगिङ अथवा अल्ट्रा वाइड फोटो धेरै लिने मन लाग्छ त्यसको लागि यो बेस्ट हो यो फोनको क्यामेराले तपाईको 4K 30 fps सम्म रेकर्डिङ गर्न सक्नुहुन्छ 4K 60 fps दिएको झन् राम्रो हुन्थ्यो तर यसले 30 fps सम्म सपोर्ट गरेको छ त्यसपछि 1080 मा चाहिँ 60 fps छ अनि स्लो मोसनमा पनि यसो भिडियो लिन सक्नुहुन्छ ग्लिम लाइट भनेको तपाईको क्यामेराको वरिपरि Nothing दिएको छ त्यो तीनटा लाइटहरु जुन तपाईको म्युजिक कम गर्दै फोटो र भिडियोको लागि नै यो फोन मात्र फेमस भएको छ अरु त खास तपाईको 3A जस्तै हो तर मेन यसको इन्हान्स एउटा टप अफ द भन्नु पर्दाखेरि चाहिँ क्यामेरा नै यो फोनको डिस्प्लेको कुरा गर्नुहुन्छ भने डिस्प्ले चाहिँ 6.77 इन्च को चाहिँ फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले छ पान्डा ग्लास प्रोटेक्सन नै आउँछ त्यो नयाँ प्रोटेक्सन छ पान्डा भनेर त्यसपछि 120 हर्ट्ज को चाहिँ टच स्याम्पलिङ रेट छ रिफ्रेश रेट छ जुन चाहिँ एडप्टिभ छ तपाईको 0 देखि 120 हर्ट्ज सम्म 10 बिट कलर प्रोड्युसर छ जसले तपाईको मल्टिमिडिया कन्ज्युम गर्नुहुन्छ भने एकदम राम्रो एक्सपिरियन्स हुन्छ र कलर र कन्ट्रास्टको कुरा गर्दाखेरि चाहिँ निखेर आउँछ के जुन साइडबाट हेर्दा पनि राम्रो देखिन्छ तपाईको मल्टी ब्याट्री चाहिँ यो फोनमा 5000 mAh को ब्याट्री दिइरा छ जसले तपाईको 50 वाट को फास्ट चार्जिङ सपोर्ट गर्छ जसले तपाईको 56 मिनेटमा चाहिँ 0 to 100% गरिदिन्छ अनि त्यसपछि 7.5 वाट को चाहिँ रिभर्स चार्जिङ भन्छ यो फोनले चाहिँ तपाईको आफ्नो बोर्ड चार्ज गर्न सक्नुहुन्छ चाहे अरु फोनलाई पनि चार्ज हुन्छ यो फोनमा तपाईको डबल स्टिरियो स्पिकरको सपोर्ट गरेको छ अनि डल्बी एटमोसको सपोर्टले जसमा तपाईको साउन्ड इमर्सिभ आउँछ यो फोनमा मल्टिमिडिया कन्ज्युम गर्नुहुन्छ भने तपाईलाई लाग्छ चारैतिरबाट इमर्सिभ साउन्ड आउँदैछ यताबाट र उताबाट पनि फोनमा तपाईको नेटवर्किङ त्यति नै इम्पोर्टेन्ट हुन्छ यो फोनको नेटवर्किङ कुरा गर्नुहुन्छ भने ड्युल 5G ब्यान्ड सपोर्ट गर्छ दुईटा सिमको 5G सपोर्ट गर्छ त्यसपछि तपाईको ब्लुटुथ 5.4 छ अनि वाइफाई 6 को सपोर्ट छ तपाईले जति 5G ब्यान्ड चाहिन्छ त्यो सब सपोर्ट छ हैन अनि त्यसपछि NFC को सपोर्ट छ NFC तपाईको यिनीहरुले गुगल पे सँग लिंकिङ गरेको छ गुगल पे सँग पार्टनर गरेको छ जसले तपाईले वायरलेस पेमेन्ट गर्न सजिलो हुन्छ IP64 को रेटिङ छ हैन यो भन्दा पहिले चाहिँ 2A लन्च भएको तपाईको Nothing 2A त्यसमा चाहिँ तपाईको ब्याक चाहिँ एकदम प्लास्टिकको थियो एउटा नयाँ गुम के गरेछ भने चाहिँ ब्याकहरु चाहिँ ग्लासको राखेको छ जुन चाहिँ तपाईको फोनलाई टच र फिल चाहिँ प्रिमियम दिन्छ आजको लागि यति नै अब भेट गरौँ अर्को भिडियोमा धन्यवाद